नमस्कार, के तपाईहरुलाई थाहा छ नेपालमा पहिला बैंक नै थिएन। पैसालाई कसरी कारोबार गरिन्थ्यो होला, तर आज हामी मोबाइलबाटै बैंक चलाइरहेका छौं। आजको भिडियोमा हामी नेपालको बैंकिङ प्रणालीको सुरुवातदेखि अहिलेसम्मको डिजिटल युगसम्मको सम्पूर्ण यात्रा बुझ्नेछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। पहिला हामी कुरा गरौं बैंक नहुँदाको पुरानो व्यवस्था, सामाजिक कारोबार प्रणाली। बैंक नभएको बेला नेपालमा सामाजिक भरोसामा आधारित आर्थिक व्यवहार चल्थ्यो। मानिसहरू बीच हातमुख मैदानी सम्झौता, जुन तपाईले नयाँ सुन्नु भएको होला। हातमुख मैदानी सम्झौता, ऋण दिने लिने, सुन धन धानको कारोबार हुने गर्थ्यो। साउ माझनको भूमिका, साउ माझनहरूले ब्याजमा पैसा उधारो दिन्थे। धेरैले आर्थिक कारोबार अनौपचारिक लिखित रूपमा गर्ने गरिन्थ्यो, जुन तपाईलाई सुन्दा अनौठो लाग्ला। आफ्नै देशको सिक्का समेत थिएन अथवा आफ्नै देशको मुद्रा समेत थिएन। भारतबाट सिक्का चाँदीको मोहर र विनिमय प्रणाली नै मुख्य माध्यम थियो। अब हामी कुरा गरौं नेपालमा औपचारिक बैंकको सुरुवात कसरी भयो, कहिले भयो। विक्रम सम्वत 1994 सन् 2037 नेपालमा पहिलो बैंकको स्थापना भयो, जुन बैंक अहिले पनि चलिरहेको छ र हामी पैसा जम्मा गरिरहेका छौं, लेनदेन गरिरहेका छौं। उक्त बैंक हो नेपाल बैंक लिमिटेड। यो बैंक सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा स्थापना गरियो। यसको उद्देश्य अनौपचारिक प्रणाली हटाएर व्यवस्थित वित्तीय प्रणाली सुरु गर्नु थियो। अब हामी कुरा गरौं नेपाल राष्ट्र बैंकको स्थापना। नेपाल बैंकको स्थापनापछि नेपाल राष्ट्र बैंकको स्थापनाको केही कुरा। 2002 साल सन् 1956 मा नेपाल राष्ट्र बैंकको स्थापना भएको पाइन्छ। नेपाल राष्ट्र बैंक यो देशको केन्द्रीय बैंक हो। नेपाल राष्ट्र बैंकको उद्देश्य थियो मौद्रिक नीति व्यवस्थापन, मुद्रा छपाई, वित्तीय विनिमय हो। नेपालले आफ्नो मुद्रा चलाउन थालेको यही समयदेखि हो। पहिला भारतको सिक्काको भर पर्ने, अब नेपालकै आफ्नै अर्थतन्त्र खडा गर्न थालियो। अब हामी कुरा गरौं विस्तार, विकास र युग। 2040 सालदेखि 2060 सालसम्म नेपालमा बैंकहरूको संख्या बिस्तारै बढ्दै गयो। विभिन्न वाणिज्य बैंकहरू, नोबेल बैंक, स्ट्यान्डर्ड चार्टर बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक खुल्न थाले। ग्रामीण क्षेत्रमा पनि कुरा गर्ने हो भने ग्रामीण क्षेत्रमा पनि विकास बैंक, सहकारी संस्थाहरूको स्थापना हुँदै गयो, सुरुवात हुँदै गयो हो। अब हामी कुरा गरौं डिजिटल युगको यात्रा। अहिले हामी डिजिटल युगमा छौं। 2065 पछि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङको सुरुवात भयो। एटीएम, क्यूआर पेमेन्ट, पोस्ट मेसिनहरूको सुरुवात बढ्दै गयो। 2075 पछि ई सेवा, खल्ती, आइएमई पे जस्ता विभिन्न धेरै डिजिटल प्लेटफर्महरू पनि खुल्दै गए। डिजिटल वालेटहरू पनि विस्तार हुँदै गए। अहिले त तपाईँ हाम्रो मोबाइल नै एउटा सानो बैंक बनिसकेको अवस्था छ। हामीलाई चाहेको बेला आवश्यक पर्दा कसैलाई पैसा हालिदेन है भन्न सक्छौँ भने हामीलाई कसैलाई आवश्यक पर्दा हामीले कसैको मोबाइलमा हाम्रै मोबाइलद्वारा पैसा पठाइदिन सक्छौँ, डिपोजिट गर्न सक्छौँ। चाहे त्यो व्यक्तिलाई पठाउनमा होस्, चाहे त्यो बैंकमा जम्मा गर्न होस्। तपाईँ हामीले अनुभव नगरे पनि तपाईँ हामीले सुनेको कुरा, त्यो बेला वस्तु विनिमय प्रथाको चलन थियो। त्यो बेला वस्तु विनिमयको चलन थियो। हामीलाई आवश्यक परेको कुरा अर्को वस्तुसँग साटासाट गर्ने अवस्था थियो, जुन हामीले पढ्न सकियो तर अनुभव गर्न चाहिँ सकिएन। जुन बेला हामीसँग मुद्रा थिएन, त्यो बेलामा अर्को वस्तुसँग आफूलाई आवश्यक पर्ने वस्तु साट्नु पर्ने हुन्थ्यो। जुन हामीसँग भएको वस्तु अरूलाई आवश्यकता छैन भने आफ्नो वस्तु साटफेट गर्न पनि निकै नै धेरै झन्झटिलो थियो। सोच्नुहोस् त अहिले हामी कुन युगसम्म आइसकेका छौँ। त्यो हामीले सुन्दै गरेको, हामीले कथामा कसैले भन्दै गरेका ती कुराहरू पनि निकै धेरै परका कुराहरू भने होइनन्। हाम्रा आमा, हाम्रा बुवा, हाम्रा हजुरबा, हाम्रा जिजुबाले गरेका र भोगेका कुराहरू हुन्। मित्रहरू, आजको हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्यो हामीलाई सुझाव तथा प्रतिक्रिया दिन नभुल्नुहोला। हस्त मित्रहरू, आजको भिडियो यति नै। हस्त नमस्कार, धन्यवाद। हामीलाई लाइक, कमेन्ट तथा सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी आर्थिक सम्बन्धी केही कुराहरू भरपूर राख्ने कोसिस गर्दै आएका छौँ।